पठाओ जसले बिहान खाएर बेलुका खानु पाल्ने पठाएको मान्छेले 10,000 चिराएको तिर्न सक्छ अनि त्यो मान्छेलाई मर्न बाध्य नबनाएर त्यो अपराधीले के गर्यो हाम्रो कुरा के हो भने त्यो अपराधीलाई त्यो जोड चिकाउने अपराधी त्यो अपराधी हो त्यो अपराधीलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्छ र उसलाई अझैसम्मको सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने निष्पत्ति छानबिनको हामी अपेक्षा गर्छौँ। सरकार एउटा कुरा सहजीकरण गर्ने कुरा एउटा कुरा हो के त्यसो भने 10,000को टिकट के अरे चिट काट्नुपर्ने गरी उनीहरूले त्यहाँनिर गम्भीर अपराध गरिरहेको थियो त एकजना मान्छेलाई झार्दै गर्दाखेरि सडकमा ट्राफिकले पहिलो कुरा त तपाईँले यहाँ रोक्न पाउनुहुन्न भनेर सचेतना गर्ने होला नि त सचेतना गर्नुपर्छ नि त ट्राफिकले सचेतना पनि गर्नुपर्छ नि त होइन सचेतना नगरेर सिधै दादागिरी शैलीमा तपाईँको भनाइअनुसार चाहिँ ट्राफिककै ज्यादातिको कारणले गर्दा अहिलेसम्मको घटनाको हामीले रूपरेखा हेर्दाखेरि घटनाको प्रकृति हेर्दाखेरि र त्यो बिरामीले आफ्नो दाइलाई फोनमा भनेको कुरा हेर्दाखेरि मलाई ट्राफिकले तनाव दियो मलाई चाहिँ 10,000 रुपियाँ किन लगायो मसँग पैसा छैन म के गरौँ भनेर उनको दाइसँग सर्वप्रथम त सरकारलाई पठाओ जसले बिहान खाएर बेलुका के खाउँ भन्ने आफ्नो बच्चालाई पाल्ने पठाएको मान्छेले 10,000को चिडायो भने ऊ तिर्न सक्छ अनि त्यो मान्छेलाई मर्न बाध्य नबनाएर त्यो अपराधीले के गर्यो हाम्रो कुरा के हो भने त्यो अपराधीलाई त्यो जो चिट काट्ने अपराधी हो त्यो ट्राफिक प्रहरी होइन त्यो अपराधी हो त्यो अपराधीलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्छ र उसलाई अझैसम्मको सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने निष्पत्ति छानबिनको हामी अपेक्षा गर्छौँ। सरकार एउटा कुरा सहजीकरण गर्ने कुरा एउटा कुरा हो के त्यसो भने 10,000को टिकट के अरे चिट काट्नुपर्ने गरी उनीहरूले त्यहाँनिर गम्भीर अपराध गरिरहेको थियो त एकजना मान्छेलाई झार्दै गर्दाखेरि सडकमा ट्राफिकले पहिलो कुरा त तपाईँले यहाँ रोक्न पाउनुहुन्न भनेर सचेतना गर्ने होला नि त सचेतना गर्नुपर्छ नि त ट्राफिकले त सचेतना पनि गर्नुपर्छ नि त होइन सचेतना नगरेर सिधै दादागिरी शैलीमा तपाईँको भनाइअनुसार चाहिँ ट्राफिककै ज्यादातिको कारणले गर्दा उहाँले आग लागिसकेको अहिलेसम्मको घटनाको हामीले रूपरेखा हेर्दाखेरि घटनाको प्रकृति हेर्दाखेरि र त्यो बिरामीले आफ्नो दाइलाई फोनमा भनेको कुरा हेर्दाखेरि मलाई ट्राफिकले तनाव दियो मलाई चाहिँ यहाँ 10,000 रुपियाँ तिर्न लगायो मसँग पैसा छैन म के गरौँ भनेर उनको दाइसँग कुरा म सर्वप्रथम त सरकारले के जानकारी गराउन चाहन्छु भने कृपया तपाईहरू सरकारमा कसरी जानुभएको छ जनताको जुन किसिमको म्यान्डेट लिएर जानुभएको हो हामी हरेक यो देशका नागरिकहरूका जति समस्या छन् ती समस्यालाई समाधान गर्छौँ भनेर तपाईँ सरकारमा जानुभएको छ नि आज तपाईँहरू सरकारमा पुगिसकेपछि तपाईँहरूको स्टन्ट तपाईँहरूको नौटङ्गी तपाईँहरूको नालायकी तपाईँको निर्लज्जता जनताले ठुलो हेरिरहेका छन् जसरी हिजोको दलका नेताहरूलाई सिंहदरबारबाट होस् या मन्त्रीका क्वार्टरहरूबाट हेलिकप्टरबाट भगायो तपाईँहरूले त सडकबाट यी जनताहरू यी निराश युवाहरू उठ्ने हो भने तपाईँले पानी पिउने अवस्था पनि नआउन सक्छ हेलिकप्टरमा भाग्ने स्थिति पनि नआउन सक्छ यसका लागि चाहिँ सरकारलाई गृहमन्त्रीज्यू गणेश नेपालीको स्वास्थ्य अवस्था कस्तो रहेछ गृहमन्त्रीज्यू उहाँको स्वास्थ्य अवस्था कस्तो रहेछ सरकारले सबै रिसोर्स युज गर्छ उहाँलाई बचाउनलाई गर्नै पर्यो नि आफ्नो नागरिक बचाउन अब अहिले कहाँ लगिँदैछ गृहमन्त्रीज्यू अहिले कहाँ लगिँदैछ बाटो क्लियर गर्न आँटेको उहाँलाई लानु गृहमन्त्रीज्यू गणेश नेपालीको स्वास्थ्य अवस्था कस्तो रहेछ गृहमन्त्रीज्यू उहाँको स्वास्थ्य अवस्था कस्तो रहेछ सरकारले सबै रिसोर्स युज गर्छ उहाँलाई बचाउनलाई गर्नै पर्यो नि आफ्नो नागरिक बचाउन अब अहिले कहाँ लगिँदैछ गृहमन्त्रीज्यू अहिले कहाँ लगिँदैछ बाटो क्लियर गर्न आँटेको उहाँलाई लानु गृहमन्त्री चाहिँ भेट्न आउनु भएको छ हजुर पीडितलाई उहाँले के भन्नुभएको छ अहिले उहाँले चाहिँ जतिसक्दो चाँडो उपचार गरेर उहाँले बाहिर पठाउने अब यहाँ बाहिर भन्दा नेपाल बाहिर दिल्ली पठाउँदै हुनुहुन्छ स्वास्थ्य अवस्था हेर्दा चाहिँ एकदम होइन अब अहिले मेडिकल रिपोर्टहरू आइहाल्छ डक्टरसँग बुझ्नु है हस् धन्यवाद हस् नेपाल